हेलो एभ्रिवान, नमस्ते सम्पूर्ण साथीहरूमा। आज चाहिँ हामी हस्बेन्ड वाइफ चाहिँ मर्निङ वक हिँडेको है साथीहरू। मर्निङ वक हिँड्दाखेरि यसो अलिअलि क्लिप्सहरू लिउँ भनेर लिएको साथीहरू। अँध्यारो अँध्यारो छ है। खास चाहिँ हामी पर डाँडामा अहिले यो हाम्रो भाइरल छ नि त, भाइरल स्टोर, चामलिङ स्टोर भन्ने, त्यहाँ चाहिँ हिँडेको है। अलिअलि सामानहरू लिनुपर्ने थियो। आइफोन किनिदेऊ न त बुढा। अब हिँडिरहेछ त। अनि मेरो हस्बेन्डले चाहिँ कति मोबाइल तिर्साको आइफोन भएको त भन्नुहुन्छ कि, अनि आइफोन किनिदेऊ न त बुढा भन्दै जिस्काएको क्या साथीहरू। बिहानी साथीहरू भन्दै याद गर्दै कहाँहरू त माथि डाँडा जाने हो हामी। पुग्नु के अरे चामलिङ के स्टोर अरे। सासै भएर त उकालो चढ्दा पनि अब आउन लाग्यो कि कता हो कता डाँडा चाहिँ चढियो। स्यास्या भयो त। सोधौँ न कतै के छ भरे अर्कै ठाउँ पुग्यो भने चाहिँ। कतै घरको मान्छे पनि देखिँदैन त। कस्तो राम्रो लालुपाते फुलेको यो घरमा त। उयो त्यो गएन त गाह्रो यस्तो गरेर नि यस्तो बन्द रहेछ नि त साथी। अनि हामी चाहिँ यता हावा खानु है, यता डाँडाकाँडा हेर्दैछौँ साथीहरू। एकछिन खोलिन्जेलसम्म बस्नु पर्यो। के हो यो हरि, यो चाहिँ कोदो ए घाँस नै रहेछ है। कस्तो मजाले देखेर हरियो 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 हरियो। कुन बारी? यता पत्रङ बारी। यता चाहिँ के बारी? कता उता तल जाने कति टाइम रहेछ? कालीको पैसा फिर्ता दिइहाल्नुपर्छ। हाम्रो काम पनि भएन, हामी चाहिँ फर्क्यौँ गाइस भनेर। देवी गाउँ भन्छ यसलाई। देवी गाउँ आइपुगेर हामी फर्क्यौँ।
हिजो आएको भए चाहिँ हुने थियो रहेछ। हिजो सो साथीहरू हाम्रो चाहिँ काम पनि भएन है, बन्द खोलिएन नि त, ढिलो समय बस्यौँ, खोलिएन। अब घर पनि चाँडै फर्किनु पर्ने हुन्छ नि, हामी चाहिँ फर्क्यौँ साथीहरू। खोला सुकेको खोला पनि सुकेछ। हामी सर्मलादीहरूसँग पहिला यता आएर टिकटक बनाएको क्या। सर्मलादीको के पो पत्ता दिएको अपरेसन गरेर टेस्ट गर्नु टिकटक बनाउनु आइपुगेको है। सर्मलादी पहिला यहाँ तल कमलाहरूको माइजको होटल छ। अन्त बेच्नु भयो कि क्या, बेच्नु भएको छैन, बेहाल छ। यो उच्च डाँडा नभइदिएर अलिक तलबाटै आएको चाहिँ मजाले हुन्थ्यो होला। मिल्दैन नि त खोलालाई गर्नु पर्यो। माथि आयो त्यहाँदेखि उयो भयो क्या है। अब होटलको त्यहाँ माथिदेखि यतिकोमा हो भने चाहिँ मजाले हुन्थ्यो होला। बन्द भयो बिचरा, पहिलाको चल्थ्यो। यो त फुलहरू सो साथीहरू, थ्याङ्क यू सो मच फर वाचिङ एन्ड लाइक सब्सक्राइब एन्ड बेल आइकन पनि थिचिदिनु होला नयाँ साथीहरूले। बाई बाई एभ्रिवान।